नेपालमा राजा र राजतन्त्र फिर्ता आउने र अब चुनाव नहुने सम्भावना देखेपछि चाहिँ के नेपाल सरकारले दुर्गा प्रसादलाई अरेस्ट गरेको हो त? यो भिडियो चाहिँ सबै नेपालीले एकचोटि हेर्नै पर्ने हुन्छ। सो भिडियो चाहिँ एकचोटि लास्टसम्म हेर्नु होला र सबैलाई शेयर गर्नु होला है त। सो हिजो दुर्गा प्रसादलाई फेरि नेपाल पुलिसले अरेस्ट गर्यो र उनी अरेस्ट हुनुभन्दा अगाडि चाहिँ उनले एउटा भिडियो सार्वजनिक गरे जहाँ उनले भनेका छन् कि दुर्गा प्रसादले नेपालमा राजतन्त्र र राजालाई फिर्ता ल्याउने कोसिस गर्दैछ, राजा आउने सम्भावना पनि छ, कुरा भइसकेको छ र अब दुर्गा प्रसादले चाहिँ चुनाव चाहिँ हुन दिँदैन भन्ने थाहा पाएपछि चाहिँ आज नेपाल पुलिसले मलाई अरेस्ट गरेको छ। यो सबै खेल चलिरहेको छ र हेर्दै जानु, चुनावको भोलिपल्ट मलाई यिनीहरूले छोड्छन्। यो घन्टे पार्टी पनि यिनीहरूसँग मिलेको छ र राजा ल्याउन चाहिँ दिएको छैन भन्दै दुर्गा प्रसादले एउटा भिडियो सार्वजनिक गरेका थिए। सो सुरुमा त तपाईहरु त्यो भिडियो हेर्नु होला। र आज यो चुनाव गराउनु भन्दा पहिला नेपालीहरूलाई ल्याउन ती खाडीमा भएका नेपालीहरूलाई चुनाव आवश्यक कि ती खाडीमा अलपत्र परेका नेपालीहरूको बिजो ल्याउने आवश्यक हो। त्यसले गर्दाखेरि यिनीहरूले जनताको पक्षमा काम गर्दैनन्, देश सक्ने काम गर्दैछन्। मान्छे तयारी भइसकेपछि भारत सरकार या हिमानी सरकार आउने भन्ने कुरा भएको थियो। मलाई छुनेपछि चुनाव हुने भनेपछि त कस्तो रहेछ यिनीहरूको प्रवृत्ति। 16 गते सबै काठमाडौँ आइसक्यो, 17 गतेदेखि हुने हडतालमा सहयोग गर। यसमा राजै सुमन मेरो कुरा भएको थियो, हेक्का र औसी विज्ञहरूलाई तिमीले कति पढाएको छौ? इतिहास त पढायो होला नि। त्रिभुवन सरकार कहाँ जानु भएको थियो प्रजातन्त्रको लागि? कहाँ जानु भएको हो? बत्ती छोडेर जानुभएको होइन जनतासँग? जानुभएको कि होइन? पृथ्वीनारायण शाहले हातमा कट्टी बोकेर नेपाल एकीकरण गर्न निस्किनु भएको होइन? तिमीहरू विज्ञ जस्तो मात्रै होइन नि त, कोठामा बसेर युट्युबमा बोल्ने अनि जान हुँदैन, यो हुँदैन त्यो हुँदैन भन्ने होइन नि त। साहस भएको मान्छे युगले एउटा जन्माउँछ, युगले एउटा जन्माउँछ। कुरो बुझ्यो? त्यसले गर्दाखेरि त्यतिखेर पृथ्वीनारायण शाह जन्मायो देश बनाउनलाई, देश जोगाउनलाई। जङ्गबहादुर जन्मायो, अर्को देश जोगाउनु प्रजातन्त्र ल्याउनलाई त्रिभुवनलाई जन्मायो, विकासका खाका कोर्नलाई राजा महेन्द्रलाई जन्मायो। आज यो देश जोगाउनलाई, म त राजा त होइन, म कुनै राजनीतिज्ञ होइन, तर आज दुर्गा प्रसादलाई जन्माएको छ। दुर्गा प्रसाद हार्दैन, तल पुलिस छन्। अब म जाँदैछु, के कारणले पक्रियो अब केही पनि छैन अहिले। अब के भन्छ भने अरू कुरा के छ, म त घरमा छु, उनीहरूकै निगरानीमा छु, गेट अगाडि पुलिस छन् 24 घण्टा, छन् कि छैन? भनेपछि यिनीहरूले देश कहाँ लान आँटेको छ र आवाज बोल्ने मान्छेहरूलाई आवाज दबाउने। र म नेपाली सेनालाई एउटा कुरा के भन्छु भने, पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो, पृथ्वीनारायण शाहको लिगेसी पुगेको तपाईँहरू सेना हो। तपाईँहरू सोच्नुहोस्, म अहिले बाहिर जान आँटेको थिएँ, तर बिहानै पुलिसहरू अब तपाईँलाई लानुपर्ने भयो भनेर मलाई भक्तपुरमा लिन आउँदैछ। र म सम्पूर्ण नेपालीहरूलाई के भन्छु भने, आज देख्यो होला नि खाडी मुलुकको हालत कसरी हान्यो, इरानले हान्यो नि बेस क्याम्प राख्न दिँदा।